हामीलाई केही आपत्ति छैन, चाहे त्यो अमेरिकाका राष्ट्रपति बुशले अब कम्युनिस्टको आयु धेरै छैन भनुन्, चाहे यहाँकी जुलिया चाङ ब्लकले केही कुराहरू भनुन्, यस्ता स्यालहरू धेरै कराउँदै गर्छन्। दुनियाँमा पुँजीवादी स्यालहरूको प्रतिगामी तत्त्वहरूको सायद त्यति साह्रै कमी छैन, कराउँदै गर्छन्। काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ, कुकुर भुक्दै गर्छ, हात्ती हिँड्दै गर्छ। हरेकले आफ्नो पिठो बिकाउने कोसिस गर्छ, त्यस निम्ति मैले कुनै टिप्पणी गर्न छैन। हामीलाई कसैले स्याबासी दिए त्यसलाई हौसिएर अलिकति बढ्ता उफ्रिने, कसैले हामीलाई निन्दा भर्सना गरे खुम्चिएर मरिज जस्तो बन्ने यो पार्टीको संस्कार पनि छैन र हामी त्यस्ता कुराहरूलाई सुन्छौं, काम लाग्ने कुरा लिन्छौं। मान्छेलाई बाँच्न दिने कुरा यति मात्रै होइन कि उसलाई गोली नहान्नियोस्, यति मात्रै होइन कि उसलाई फाँसीमा नझुन्ड्याइयोस्, यो पनि हो कि उसको वास्तवमा जीविकोपार्जनको ग्यारेन्टी कसरी गर्ने हो। lensnepal.com in focus you and everything। सिद्धान्त र जीवनलाई जोड्दै नेपालको सन्दर्भमा मार्क्सवादको सृजनात्मक प्रयोग गर्ने जननेता मदन भण्डारी तत्कालीन नेपाली राजनीतिका शीर्ष पुरुष हुनुहुन्थ्यो। नेपालमा नेपाली कम्युनिष्ट आन्दोलनलाई प्रजातान्त्रिक प्रवाहमा हिँडाउने मदन भण्डारी आत्मविश्वासका धनी हुनुहुन्थ्यो। हामीलाई केही आपत्ति छैन, चाहे त्यो अमेरिकाका राष्ट्रपति बुशले अब कम्युनिस्टको आयु धेरै छैन भनुन्, चाहे यहाँकी जुलिया चाङ ब्लकले केही कुराहरू भनुन्, यस्ता स्यालहरू धेरै कराउँदै गर्छन्। दुनियाँमा पुँजीवादी स्यालहरूको प्रतिगामी तत्त्वहरूको सायद त्यति साह्रै कमी छैन, कराउँदै गर्छन्। काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ, कुकुर भुक्दै गर्छ, हात्ती हिँड्दै गर्छ। नेपाल कम्युनिष्ट पार्टी एमालेका तत्कालीन महासचिव मदन भण्डारीले अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन गम्भीर संकटमा परेको बेला जनताको बहुदलीय जनवादको आधार निर्माण गर्ने काम गर्नुभयो। एकदलीय तानाशाही अथवा कम्युनिष्ट पार्टीको बलात् नेतृत्वमा सत्ता सञ्चालन गर्ने चेतनामा हुर्किएको कम्युनिष्ट आन्दोलनमा उहाँले अघि सार्नु भएको प्रतिस्पर्धाको सिद्धान्त नेपालका लागि नौलो प्रयोग थियो। अर्को शब्दमा जनताको बहुदलीय जनवाद मार्क्सवादको नेपाली संस्करण थियो। त्यसै भएर हुन सक्छ अन्तर्राष्ट्रिय जगतमा स्थापित पत्रिका न्यूज वीकले छापेको मदन भण्डारीको अन्तर्वार्ताको शीर्षकमा लेख्यो, इन नेपाल मार्क्स लिभ्स, अर्थात नेपालमा कार्ल मार्क्स जीवित छन्। नेपालको कम्युनिष्ट आन्दोलन जडताबाट मुक्ति पाउन छटपटाइरहेको बेला नेपाली राजनीतिका जननेता मदन भण्डारीले मुलुकको कम्युनिष्ट आन्दोलनलाई प्रजातान्त्रिकरण गर्ने काममा मुख्य नेताको भूमिका निर्वाह गर्नुभयो। हरेकले आफ्नो पिठो बिकाउने कोसिस गर्छ, त्यस निम्ति मैले कुनै टिप्पणी गर्न छैन। तर नेकपा एमाले जुन मुद्दाहरू जुन ग्राभिटीको साथ जस्तो हैसियतले उसले उठाउँदै आयो त्यो कुरा जारी राखेको छ र उसले जारी राख्नेछ। हामीलाई कसैले स्याबासी दिए त्यसलाई हौसिएर अलिकति बढ्ता उफ्रिने, कसैले हामीलाई निन्दा भर्सना गरे खुम्चिएर मरिज जस्तो बन्ने यो पार्टीको संस्कार पनि छैन र हामी त्यस्ता कुराहरूलाई सुन्छौं, काम लाग्ने कुरा लिन्छौं। जनताको बहुदलीय जनवाद बारे शीर्षकको सानो पुस्तिकाबाट आरम्भ भएको प्रजातान्त्रिकरणको यो अभियान नेपाल कम्युनिष्ट पार्टी माले र नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी एकीकरणको आधार स्तम्भ बन्यो भने 2049 सालमा नेपाल कम्युनिष्ट पार्टी एमाले आयोजना गरेको नेपाल कम्युनिष्ट पार्टीको 5औं राष्ट्रिय महाधिवेशनमा जनताको बहुदलीय जनवाद नेपाली कम्युनिष्ट आन्दोलनको कार्यक्रमका रूपमा प्रस्तावित भयो। जनताको बहुदलीय जनवाद नेपाली कम्युनिष्ट आन्दोलनको प्रवाहमा नयाँ मूल थियो। दशकौंदेखि जडताको शिकार बनेको नेपाली कम्युनिष्ट आन्दोलनमा जनताको बहुदलीय जनवादले प्राण सञ्चार गर्यो। यद्यपि जड मान्यताबाट ग्रस्त व्यक्ति र समूहहरूले
जनताको बहुदलीय जनवादलाई दक्षिणपन्थी विसर्जनवादी संशोधनवाद भनेर ज्यान सक्दो विरोध पनि गरे। तर बितेको 15 वर्षको अनुभवले जनताको बहुदलीय जनवादको सार्थकतालाई झनै पुष्टि गर्यो। 20 को दशकदेखि विभाजित भएको कम्युनिस्ट आन्दोलन यसो भन्न सकिन्छ कि 2046 साल माघ 2 गते जति बेला संयुक्त वाम मोर्चा बन्यो तबसम्म थुप्रै कार्यनीतिक, रणनीतिक, सैद्धान्तिक विचार भिन्नताको कारणले अलग अलग चलिरहेको थियो र संयुक्त वाम मोर्चा निर्माण भएपछि निरङ्कुश तन्त्र र निर्दलीय पञ्चायती व्यवस्थाको विरुद्ध संयुक्त आन्दोलन गर्ने सन्दर्भमा कम्युनिस्ट समूहहरूले एकीकृत भएर काम गर्दै आए। 2064 साल चैत्र 28 गते सम्पन्न संविधान सभाको निर्वाचनमा नेपालका कम्युनिस्ट र वामपन्थीहरूले प्राप्त गरेको 62% जनमत जनताको बहुदलीय जनवादले अघि सारेको कम्युनिस्ट पार्टीको प्रजातान्त्रिकरण र प्रतिस्पर्धाको राजनीतिको सफल प्रयोग बन्न पुग्यो। मदन भण्डारी घण्टौंसम्म पनि श्रोताहरूलाई आकर्षण गरिरहन सक्ने वक्तृत्व शैली भएको राजनेता हुनुहुन्थ्यो। सालमा तत्कालीन राजा वीरेन्द्रलाई यसरी सिधै चुनौती दिन सक्ने उहाँ एकमात्र नेता हुनुहुन्थ्यो। कार्यकर्तासँग जनताका बीचमा सधैँ रमाइरहन सक्ने व्यक्तित्वका धनी मदन भण्डारी सरल जीवन, उच्च विचारका व्यवहारिक प्रयोगता हुनुहुन्थ्यो। नेपाली जनताका महान नेता मदन भण्डारीको 2050 साल जेठ 3 गते चितवन जिल्लाको दासढुङ्गामा षड्यन्त्रपूर्ण तरिकाबाट हत्या भयो। खाना नपाइकन मान्छे बाँच्दैन। त्यसो हुँदाखेरि मान्छेलाई बाँच्न दिने कुरा यति मात्रै होइन कि उसलाई गोली नहानियोस्, यति मात्रै होइन कि उसलाई फाँसीमा नझुन्याइयोस्, यो पनि हो कि उसको वास्तवमा जीविकोपार्जनको ग्यारेन्टी कसरी गर्ने हो, उसलाई बाँच्ने ग्यारेन्टी कसरी गर्ने हो। तर एउटा प्रजातान्त्रिक सरकारले, एउटा प्रजातान्त्रिक पद्धतिले, एउटा प्रजातान्त्रिक पार्टीले मान्छेहरूका भोगप्रति, रोगप्रति, मान्छेहरूका समस्याप्रति, शिक्षा र स्वास्थ्यका कुराहरूप्रति ऊ चिन्तित छ कि छैन र बोल्ने, लेख्ने, छाप्ने, सभा संगठन गर्ने, पार्टीहरूमा लाग्ने, आफ्ना विचारहरू एक्सप्रेस गर्ने त्यो कुराप्रति ऊ वास्तवमा साँच्चै हार्दिक रूपले नतमस्तक छ कि छैन, यो कुरा देखिनुपर्छ। इतिहासले हामीलाई फेरि अर्को मदन भण्डारी त दिन सक्दैन, तर जनता र राष्ट्रका नाममा आफ्नो सिङ्गो जीवन अर्पण गर्ने मदन भण्डारीका हामी योग्य उत्तराधिकारी बन्ने परिश्रम अवश्य पनि गर्न सक्दछौं। सामन्तवाद, साम्राज्यवाद र निरङ्कुशताबाट देशलाई मुक्त गरी नेपाल र आम नेपाली जनतालाई पूर्ण रूपमा स्वतन्त्र बनाउने र समृद्धिको शिखरमा पुर्याउने लक्ष्य प्राप्तिका लागि आफ्नो सम्पूर्ण जीवन समर्पित गर्ने राजनेता हुनुहुन्छ मदन भण्डारी। जननेता मदन भण्डारीले आफ्नो जीवनको महत्वपूर्ण समय अग्रगामी सामाजिक परिवर्तनको सिद्धान्त, विचार र कार्यक्रमहरूको प्रतिपादन, व्यवस्थापन र कार्यान्वयनमा सक्रिय पार्नुभयो। नेपाल कम्युनिस्ट पार्टी पुष्पलाल समूहको क्रान्तिकारी सांस्कृतिक संघको केन्द्रीय सदस्यबाट 2028 सालमा सक्रिय राजनीतिक जीवन शुरू गर्नुभएका जननेता भण्डारीले विक्रम सम्वत 2029 सालमा सोही समूहबाट कम्युनिस्ट पार्टी सदस्यता प्राप्त गर्नुभयो। विक्रम सम्वत 2034 सालमा अखिल नेपाल क्रान्तिकारी कम्युनिस्ट कोअर्डिनेसन कमिटिको केन्द्रीय सदस्य रहनुभएका जननेता भण्डारी 2035 सालमा स्थापित नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी लेनिनवादीको संस्थापक केन्द्रीय सदस्य छानिनुभयो। जननेता भण्डारीले पार्टीभित्र आफ्नो सोच, विचार र वस्तुस्थितिको मूल्याङ्कन स्पष्ट व्याख्या सहित राख्न थाल्नुभयो।
फलस्वरूप 2037 सालमा पार्टीको 7औं केन्द्रीय कमिटिको बैठकले विगतका उग्र वामपन्थी गल्तीहरू सच्याउँदै परिवर्तित परिस्थितिको ठोस विश्लेषण गर्यो। प्रतिक्रियावादी पञ्चायती व्यवस्थालाई पल्टाउन तत्कालीन अवस्थामा जनआन्दोलन र जनसंगठन निर्माणको कामलाई प्राथमिकता दिएर अघि बढ्ने निर्णय पार्टीले गर्यो। वर्ग शत्रु खतम नीति र सशस्त्र संघर्षका निम्ति बनाइएका गोरिल्ला दल र क्रान्तिकारी संरचना हटाई जनतालाई जनसंगठनहरूमा संगठित गर्ने कार्यनीति पार्टीले अघि सार्यो। पार्टीभित्रका महत्वपूर्ण सवालहरूमा पैदा भएका वैचारिक विवादहरूमा उहाँको सक्रिय सहभागिता रहँदै आयो। आफ्नो सैद्धान्तिक क्षमता र राजनीतिक नेतृत्वकै भूमिकाका कारण 2041 सालमा उहाँ तत्कालीन नेकपा मालेको पोलिट ब्यूरो सदस्यमा निर्वाचित हुनुभयो। नेपाली कम्युनिष्ट आन्दोलनभित्र मदन भण्डारीले आधारभूत वर्गका जनताबीच क्रान्तिकारी धारलाई स्थापित गर्दै दक्षिणपन्थी अवसरवादी र बुर्जुवा कार्यशैली विरोधी संघर्षलाई दृढतापूर्वक अघि बढाउनुभयो। तत्कालीन वस्तुस्थितिको ठोस र मौलिक सोचहरूको विकास गरी नेपाली जनताको आन्दोलनलाई अघि बढाउने हिम्मत गरेकै कारण 2046 सालमा आयोजित नेकपा मालेको चौथो महाधिवेशनले जननेता भण्डारीलाई महासचिवमा निर्वाचित गर्यो। मदन भण्डारी महासचिव भएपछि उहाँले इतिहासमा कहिल्यै एकताबद्ध हुन नसकेका वामपन्थी शक्तिहरूलाई गोलबन्द गर्दै प्रजातन्त्रको पुनर्बहालीका निम्ति संयुक्त वाम मोर्चा गठन गर्न अग्रणी भूमिका खेल्नुभयो। 20 को दशकदेखि विभाजित भएको कम्युनिष्ट आन्दोलन यसो भन्न सकिन्छ कि 2046 साल माघ 2 गते जति बेला संयुक्त वाम मोर्चा बन्यो तबसम्म थुप्रै कार्यनीतिक रणनीतिक सैद्धान्तिक विचार भिन्नताको कारणले अलग अलग चलिरहेको थियो र संयुक्त वाम मोर्चा निर्माण भएपछि निरंकुश तन्त्र र निर्दलीय पञ्चायती व्यवस्थाको विरुद्ध संयुक्त आन्दोलन गर्ने सन्दर्भमा कम्युनिस्ट समूहहरूले एकीकृत भएर काम गर्दै आए। निर्दलीय पञ्चायती व्यवस्था ढाल्ने आन्दोलन सशक्त पार्न प्रजातान्त्रिक शक्तिहरूसँग सहकार्य गर्न पनि उहाँको भूमिका अत्यन्त महत्वपूर्ण रह्यो। 2046 सालको जनआन्दोलनको सफलतापछि अन्तरिम सरकारमा सहभागी हुने, पार्टीलाई खुला गर्ने, पार्टीकै नामबाट संसदीय चुनावमा जाने र सरकार निर्माण गर्ने निर्णय लिँदै जनमतमा आधारित प्रतिस्पर्धात्मक राजनीतिबाट राजनीतिक लक्ष्य प्राप्त गर्ने नीति पार्टीले लियो। जननेता भण्डारी यी निर्णयहरूलाई इमानदारीपूर्ण ढंगले दृढतापूर्वक लागू गर्न अडिग हुनुहुन्थ्यो। 2046 को जनआन्दोलनको सफलतापछि राजा, नेपाली कांग्रेस र वाम मोर्चाका बीच भएको त्रिपक्षीय सम्झौताका रूपमा जारी भएको 2047 सालको संविधानलाई प्रजातान्त्रिक र जनपक्षीय बनाउन उहाँले महत्वपूर्ण भूमिका खेल्नुभयो। जननेता भण्डारीले पार्टीका तर्फबाट प्रस्तुत गर्नुभएको 27 सूत्रीय सुझावहरू संविधानमा नसमेटिएका कारण संविधान जारी भएपछि त्यसलाई पार्टीले आलोचनात्मक समर्थन गर्यो। यो संविधानलाई हामी आलोचनात्मक समर्थन गर्छौं भनेर अभिव्यक्त गरेका छौं। आलोचनात्मक समर्थन गर्छौं भन्दाखेरि हाम्रो मुख्य भनाइ के हो? हाम्रो भनाइ के हो भने यो संविधानमा जुन प्रजातान्त्रिक अधिकारका प्रावधानहरू राखिएको छ तिनीहरूलाई हार्दिक रूपमा समर्थन गर्नुपर्छ र तिनीहरूलाई प्रयोग गर्दै अगाडि बढ्नुपर्छ। दोस्रो, यो संविधानमा केही यस्ता धाराहरू राखिएका छन् जो उपयुक्त छैनन्। त्यसबेला उठाइएका असहमतिका बुँदाहरू संविधानमा उल्लेख गर्न देशले करिब 1.5 दशक कुर्नु पर्यो। 2062-63 को जनआन्दोलनको सफलतापछि जारी अन्तरिम संविधानमा त्यसबेला उठाइएका आलोचनाका प्राय बुँदाहरू समेटिएका छन्। जननेता भण्डारीले सधैँ वामपन्थी शक्तिहरू बीचको एकतामा जोड दिनुभयो। फलस्वरूप 2047 पुष महिनामा नेकपा माले र नेकपा मार्क्सवादी बीच पार्टी एकीकरण भई
नेकपा एकीकृत मार्क्सवादी लेनिनवादी नामाकरण गरियो। नयाँ एकीकृत पार्टीको अध्यक्षमा मनमोहन अधिकारी र उहाँ महासचिव रहनुभयो। स्पष्ट विचारका सम्प्रेषक र प्रखर वक्ताका रूपमा स्थापित मदन भण्डारी 2048 सालको प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौँका 2वटा क्षेत्रबाट निर्वाचित हुनुभयो र उहाँको पार्टी जनमतबाट दोस्रो ठूलो राजनीतिक शक्तिका रूपमा स्थापित भयो। विजय पश्चात मैले जस्तो अनुमान गरेको थिएँ मैले जनताप्रति कि राजधानीका जनता प्रजातन्त्रको निम्ति जनजीविकाका समस्याहरूलाई प्रगतिशील ढंगले समाधान गर्ने कुराको निम्ति र यो मुलुकको स्वाधीनता र स्वतन्त्रताको निम्ति मरिमेट्न तयार छन् भन्ने जस्तो मैले पूर्वानुमान गरेको थिएँ। त्यो कुरा यो विजयले पनि प्रमाणित गरिदिएको छ। जननेता भण्डारीले संसदभित्र जिम्मेवार प्रतिपक्षीको दलको सदस्य र पार्टीको महासचिवको रूपमा सशक्त र प्रभावकारी भूमिका निर्वाह गर्नुभयो। राष्ट्रहितको रक्षा र सम्वर्धनका निम्ति संसदभित्र उहाँद्वारा व्यक्त देशभक्तिपूर्ण विचारले उहाँलाई राष्ट्रवादी नेताका रूपमा स्थापित गर्यो। प्रतिपक्षी दलको एक जिम्मेवार नेताका रूपमा मदन भण्डारी जनजीविकाका सवालमा अत्यन्तै संवेदनशील हुनुहुन्थ्यो। अप्राकृतिक रूपमा बढेको महँगीलाई नियन्त्रण गर्न र आम जनतालाई राहत दिलाउन उहाँले संसदभित्र र बाहिर खेल्नु भएको भूमिका उल्लेखनीय रहेको छ। हामीलाई थाहा छ कि मुलुकमा आफूलाई चाहिने चीजहरू उत्पादन गर्ने त्यससँगको न त आधार बनिसकेको छ न त्यससँगको उत्पादन नै हुन सकेको छ। यसका बावजुद पनि आखिर बाहिरैबाट आयात गर्दाखेरि पनि त त्यसको एउटा केही प्राइस लिस्ट त हुँदो, बाहिरैबाट ल्याउँदा पनि त त्यसको परल मोल कति हो भन्ने कुरा त एउटा लिस्ट राखिदो, राख्न सकिदो, अनि ढुवानी कति लाग्छ भन्ने कुराको पनि हिसाब किताब गर्न सकिदो। र यदि बाहिरैबाट आयातित गर्दा पनि परल मोल यति छ, ढुवानीमा यति परेर व्यापारीलाई नाफा यति राखेर यो चिजको मूल्य दर यो हुनुपर्छ भनेर सरकारले किन सोच्न सक्दैन? खाना नपाइकन मान्छे बाँच्दैन। त्यसो हुँदाखेरि मान्छेलाई बाँच्न दिने कुरा यति मात्रै होइन कि उसलाई गोली नहानियोस्, यति मात्रै होइन कि उसलाई फाँसीमा नझुन्याइयोस्, यो पनि हो कि उसको वास्तवमा जीविकोपार्जनको ग्यारेन्टी कसरी गर्ने हो, उसलाई बाँच्ने ग्यारेन्टी कसरी गर्ने हो। तर एउटा प्रजातान्त्रिक सरकारले, एउटा प्रजातान्त्रिक पद्धतिले, एउटा प्रजातान्त्रिक पार्टीले मान्छेहरूका भोगप्रति, रोगप्रति, मान्छेहरूका समस्याप्रति, शिक्षा र स्वास्थ्यका कुराहरूप्रति ऊ चिन्तित छ कि छैन र बोल्ने, लेख्ने, छाप्ने, सभा संगठन गर्ने, पार्टीहरूमा लाग्ने, आफ्ना विचारहरू एक्सप्रेस गर्ने त्यो कुराप्रति ऊ वास्तवमा साँच्चै हार्दिक रूपले नतमस्तक छ कि छैन, यो कुरा देखिनुपर्छ। तत्कालीन सरकारलाई दबाव दिन सञ्चालन गरेको सड़क आन्दोलनलाई जिम्मेवार बनाउन पनि उहाँ सचेत हुनुहुन्थ्यो। हिजो यिनीहरू गैर जिम्मेवार छन् भन्ने कसैले ठानिरहेको थियो, ज्यादा नजिकमा आएर छाम्ने क्रममा होइन जिम्मेवार रहेछन् भनेर बुझ्न थालेछ। यो मात्रै त्यसमा मेरो प्रतिक्रिया हुन सक्छ। र यदि हाम्रा कुनै एक्सपिरियन्सबाट केही हामीले गेन गरिरहेका छौं र त्यस्तो कुरा अलिकति वृद्धि भएको छ भने त खुसीकै कुरा। हरेकले आफ्नो पिठो बिकाउने कोसिस गर्छ, त्यस निम्ति मैले कुनै टिप्पणी गर्नु छैन। तर नेकपा एमाले जुन मुद्दाहरू जुन ग्राभिटीको साथ जस्तो हैसियतले उसले उठाउँदै आयो त्यो कुरा जारी राखेको छ र उसले जारी राख्नेछ। हामीलाई कसैले स्याबासी दिए त्यसलाई हौसिएर अलिकति बढ्ता उफ्रिने, कसैले हामीलाई निन्दा भर्सना गरे खुम्चिएर मरिज जस्तो बन्ने यो पार्टीको संस्कार पनि छैन र हामी त्यस्ता कुराहरूलाई सुन्छौं, काम लाग्ने कुरा लिन्छौं। जननेता भण्डारीले अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा परेको धक्का र आरोह अवरोहलाई मार्क्सवाद लेनिनवादको वैज्ञानिक सच्चाइमा पुग्न र सृजनात्मक प्रयोग गर्ने अवसरका रूपमा लिनुभयो। सिद्धान्तका लागि जीवन होइन, जीवनका लागि सिद्धान्त हुनुपर्छ भन्ने नेता भण्डारीले मुलुकको विशिष्टतालाई हेरेर नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा र विकासका लागि जडतालाई तोड्दै शास्त्रीय मार्क्सवादी रचनाहरूभित्र सृजनात्मक सोचको क्षितिज खोज्नुभयो। कम्युनिष्ट आन्दोलनलाई मुलुकको प्रजातान्त्रिक आन्दोलनसँग गाँसेर जननेता भण्डारीले जनताको बहुदलीय जनवाद नामक नयाँ चिन्तन एवं धारणा अघि सार्नुभयो। संविधानको सर्वोच्चता, बहुलवादी खुला समाज, शक्ति पृथकीकरणको सिद्धान्त, मानव अधिकारको रक्षा, आवधिक निर्वाचन,
बहुदलीय प्रतिस्पर्धात्मक प्रणाली, बहुमतको सरकार र संवैधानिक प्रतिपक्ष, कानूनी राज्य लगायतका विशेषता सहितको राज्य प्रणालीबाट कल्याणकारी जनवादी व्यवस्था सुदृढीकरण, विकास र समाजवादमा संक्रमण गर्ने भौतिक तयारी सम्बन्धी ठोस दृष्टिकोण सहित जनताको बहुदलीय जनवादलाई जननेता भण्डारीले अगाडि ल्याउनुभयो। कम्युनिस्ट पार्टीले प्रजातान्त्रिक अभ्यास गर्नुको अर्थ कम्युनिस्ट पार्टी चल्नै नसक्ने रहेछ भन्ने निष्कर्षमा पुग्नु हुँदैन। नेकपा एमाले प्रजातान्त्रिक ढंगले छलफल चलाउँदा, प्रजातान्त्रिक ढंगले चल्ने कोसिस गर्दा त्यो अलि अनुपयुक्त हुने र नकारात्मक हुने खालको अनुभूति भयो भने वास्तवमा यसले कम्युनिस्ट पार्टीलाई, कम्युनिस्ट आन्दोलनलाई हानि गर्छ। नेपाललाई स्वतन्त्र सार्वभौम धर्मनिरपेक्ष जनताको जनवादी गणतन्त्र घोषित गरिनेछ। शक्ति पृथकीकरणको सिद्धान्तको आधारमा संविधानले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको व्यवस्था गर्नेछ। निर्वाचित व्यवस्थापिका सभाले ऐन कानूनहरूको निर्माण गर्नेछ। संविधानले मानव अधिकार र जनताको मौलिक प्रजातान्त्रिक अधिकारहरूको ठोस प्रत्याभूति र सुरक्षा गर्नेछ। संविधान अनुरूप बहुलवादी खुला समाज कायम गरिनेछ। संविधानको सर्वोच्चताको आधारमा लोक कल्याणकारी संवैधानिक राज्य व्यवस्थाको स्थापना गरिनेछ। शासन प्रणाली संविधानको मर्यादाभित्र सबै राजनीतिक पार्टीहरूलाई राजकीय निकायहरूमा शान्तिपूर्ण ढंगले प्रतिस्पर्धा गर्ने स्वतन्त्रता रहनेछ। निश्चित समयमा स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण रूपमा आवधिक आम निर्वाचन गर्ने प्रणाली कायम गरिनेछ। व्यवस्थापिका सभामा बहुमत प्राप्त राजनीतिक पार्टीले सरकार गठन गर्ने र अल्पमतले विपक्षको भूमिका खेल्ने संवैधानिक व्यवस्था कायम गरिनेछ। जनता र राष्ट्रलाई समृद्ध पार्न आर्थिक सशक्तिकरण पनि सँगसँगै प्राप्त गर्न नसके राजनीतिक लक्ष्य हासिल गर्न नसकिने कुरामा उहाँ स्पष्ट र सचेत हुनुहुन्थ्यो। प्राकृतिक स्रोत सम्पदामा हाम्रो देश धनी छ र जनताहरू इमानदार तथा परिश्रमी छन्। सामन्ती तथा साम्राज्यवादी शोषणलाई समाप्त पार्ने, जनताको श्रमशील र प्रतिभालाई विकास निर्माण सञ्चालन गर्ने तथा प्राकृतिक स्रोत सम्पदालाई राष्ट्रिय हितमा उपयोग गर्ने प्रगतिशील विकासको दिशा अवलम्बन गर्ने हो भने नेपाल एउटा सुन्दर, समृद्ध र सुखी देश बन्न सक्ने कुरामा कुनै शंका गर्नु पर्दैन। जननेता भण्डारीले अघि सार्नु भएको जनताको बहुदलीय जनवादलाई नेकपा एमालेको 2049 सालमा सम्पन्न 5औं राष्ट्रिय महाधिवेशनले पार्टीको आधिकारिक कार्यक्रमका रूपमा स्वीकार गर्यो र उहाँ महासचिवमा पुनः निर्वाचित हुनुभयो। नेपाललाई स्वाधीन, स्वतन्त्र र समृद्ध राष्ट्रका रूपमा विकास गर्न विदेश नीतिका स्पष्ट आधारहरू हुनुपर्नेमा उहाँले जोड़ दिनुभएको थियो। हामीले आफ्नो नीति त पञ्चशीलका सिद्धान्तहरूको आधारमा हामी भारत, चीन लगायतका अरू सबै वैदेशिक मुलुकहरूसँग हामी सम्बन्ध राख्न चाहन्छौं, मैत्रीपूर्ण ढंगले सम्बन्ध राख्न चाहन्छौं। यो सिद्धान्तको रूपमा हामीले सुस्पष्ट रूपले अघि सारेको कुरा हो। र जहाँसम्म भारत र चीनको सवाल छ, दुईटै ठूला छिमेकी मुलुकहरूसँग परम्परागत ढंगको मैत्रीपूर्ण सम्बन्ध हामी कायम राख्न चाहन्छौं। यसको साथसाथै भन्नै पर्ने कुरा के हो भने विगतमा जुन असमान र अपमानकारी ढंगका सन्धि सम्झौताहरू हाम्रो मुलुकसँग भएका छन्, तिनीहरूको पुनरावलोकन गरेर असमानता र अपमानको पक्षलाई हटाएर हामी तिनीहरूको नवीकरण गर्ने पक्षमा छौं। जननेता मदन भण्डारी नेपाली जनताको उन्मुक्ति र प्रजातान्त्रिक आन्दोलनका कुशल नेता, प्रखर वक्ता र अत्यन्तै प्रतिभावान मार्क्सवादी चिन्तक हुनुहुन्थ्यो। विक्रम सम्वत 2009 साल असार 14 गते ताप्लेजुङको ढुङ्गे साँगुमा जन्मनुभएका मदन भण्डारी राजनीतिक कामको सिलसिलामा पोखराबाट चितवन फर्कने क्रममा गाडी दुर्घटनामा पर्नुभयो। सँगसँगै यात्रा गरिरहनुभएका सहयोद्धा नेता जीवराज आश्रित र जननेता भण्डारीको सोही दुर्घटनामा 2050 जेठ 3 गते निधन भयो। रहस्यमय दुर्घटनामा भएको उहाँको मृत्युले आम नेपाली जनताको उन्मुक्ति, स्वतन्त्रता र समृद्धिको आन्दोलनलाई ठूलो क्षति पुग्यो। प्रतिभाशाली विचारक, चिन्तक र प्रखर सृजनात्मक क्षमता भएका जननेता भण्डारीको असामयिक निधनले नेपाली राजनीतिलाई अपूरणीय क्षति पुगेको छ। जननेता भण्डारीको उपस्थिति भौतिक रूपमा नभए पनि उहाँले प्रतिपादन गर्नुभएका विचारहरूले नेपाली राजनीतिलाई सधैँ मार्ग निर्देशन गरिरहनेछन्।
साहित्यमा चलन छ सिंहावलोकनको कुरा। सिंहावलोकन भनेको सिंहले 4 पाइला हिँड्छ र यसको पछि फर्केर हेर्छ अरे, फेरि 4 पाइला हिँड्छ फेरि पछि फर्केर हेर्छ अरे। कहीँ बेठिक त भइरहेको छैन। lensnepal.com. In focus, you and everything.